कार्यान्वयनमा आएको नेपालको पहिलो संविधानको नाम के हो? नेपालको अन्तरिम शासन विधान 2007। निजामती सेवा दिवस कहिले मनाइन्छ? भदौ 22 गते। सरकारी सूचना वर्गीकरण समितिको अध्यक्ष को हुने व्यवस्था छ? प्रधानमन्त्री। प्रश्न नम्बर 4। नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुने व्यवस्था रहेको छ? महान्यायाधिवक्ता। प्रश्न नम्बर 5। सकारात्मक विभेद भन्नाले के बुझिन्छ? पिछडिएको वर्गको उत्थानको लागि विशेष सुविधा। प्रश्न नम्बर 7। संवैधानिक निकायको पदाधिकारी वा कर्मचारीले पालना गर्नुपर्ने आचरण कसले बनाउँछ? सम्बन्धित संवैधानिक निकायले। प्रश्न नम्बर 7। नेपालमा लोकसेवा आयोगको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2008। प्रश्न नम्बर 8। राणाकालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो? सुब्बा। प्रश्न नम्बर 9। मल्लकालमा गाउँ टोलको शासन व्यवस्था हेर्न कुन निकायको व्यवस्था गरिएको थियो? पञ्च कचहरी र पञ्च समुच्चय। प्रश्न नम्बर 10। नागरिक बडापत्र भनेको के हो? सेवाग्राहीलाई सुसूचित गर्ने सूचना। धन्यवाद।